तपाईको औराले नै पैसा आकर्षित गर्छ। कहिले यस्तो महसुस भएको छ तपाई मेहनत गर्दै हुनुहुन्छ तर पैसा तपाईबाट टाढा टाढा भागी जस्तो? नमस्कार साथीहो, म तपाईहरुको मित्र किरण। सर्वप्रथम 2026 नववर्षको सम्पूर्ण परिवारमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। साथीहो, आज म तपाईलाई एउटा यस्तो कुरा भन्न लागिरहेको छु जसले तपाईको पैसा कमाउने तरिका होइन, तपाईको सोच नै बदलिदिन्छ। नेपोलियन हिल भन्छन्, धन पहिले तपाईको औरामा आउँछ, त्यसपछि मात्र तपाईको हातमा। भिडियो अन्त्यसम्म हेर्नुहोस् किनकि अन्त्यमा म तपाईलाई स्टोरी पार्ट 1 औरा भनेको के हो? औरा भनेको मानिसको सोच, भावना र विश्वासबाट निस्कने अदृश्य ऊर्जा क्षेत्र हो। यो ऊर्जा अरू मानिस, अवसर र परिस्थितिलाई आकर्षित वा विकर्षित गर्छ। धन, सफलता र अवसर पहिले औरामा आउँछ, पछि मात्र भौतिक रूपमा प्रकट हुन्छ। मानौ भक्तपुरको एउटा युवक नाम रमेश, उस्तै पढाइ, उस्तै मोबाइल, उस्तै समय। दिनभर सोच, नेपालमा केही हुँदैन, पैसा कमाउन विदेश जानै पर्छ। अब अर्को युवक आशिष, उही उमेर, उही अवस्था, तर ऊ भन्छ अपर्च्युनिटी छ, म सिक्छु। लेसन। औरा भनेको तपाईले दिनभर सोच्ने सोच, महसुस गर्ने भावना, भित्रको विश्वास। यी तीनवटाको ऊर्जा मिश्रण हो। स्टोरी पार्ट 2, थॉट इज एनर्जी। सोच ऊर्जा हो। हरेक सोच एक ऊर्जा तरंग अर्थात वाइब्रेशन हो। सकारात्मक सोच उच्च कंपन, धन र अवसर आकर्षण। नकारात्मक सोच न्यून कंपन, अभाव र असफलता। You attract what you think most of the time. नेपोलियन हिल भन्छन्, थॉट्स आर थिंग्स। सोच केवल कल्पना होइन, ऊर्जा हो। जब तपाई बारम्बार भन्नुहुन्छ पैसा छैन, काम छैन, त्यो सोच औरा बनेर बाहिर जान्छ। मोडर्न नेपाली एक्जाम्पल। आज एउटै मोबाइलबाट केही नेपाली युट्युब, टिकटक, फ्रीलान्सिङबाट लाखौं कमाइरहेका छन्। फरक के हो? स्किल भन्दा पहिला औरा। स्टोरी पार्ट 3, क्लियर गोलको शक्ति। स्पष्ट लक्ष्य धन आकर्षणको पहिलो नियम। स्पष्ट लक्ष्य धनी बन्ने होइन, कति, कहिले र कसरी भन्ने स्पष्टता। अस्पष्ट सोच कमजोर औरा। वी लेखेर राखिएको लक्ष्य औरालाई शक्तिशाली बनाउँछ। रमेशको लक्ष्य थियो धनी बन्ने, तर नेपोलियन हिल भन्छन् अस्पष्ट लक्ष्य बराबर कमजोर औरा। तुलना। म पैसा कमाउँछु, म 12 महिनामा अनलाइन स्किलबाट मासिक 1 लाख कमाउँछु। स्पष्ट लक्ष्य भनेको युनिभर्सलाई पठाइने क्लियर सिग्नल हो। स्टोरी पार्ट 4, बर्निङ डिजायर। बलिरहेको चाहना। साधारण इच्छा पर्याप्त हुँदैन। धनप्रति भावनात्मक रूपमा बलियो चाहना हुनुपर्छ। चाहना जति तीव्र, औरा उति शक्तिशाली। डिजायर बिना औरा निष्क्रिय हुन्छ। आशिषको चाहना साधारण थिएन, उसले परिवारको जीवन बदल्नै थियो, त्यसैले उसको चाहना इमोसन सहित थियो। नेपोलियन हिल। वीक डिजायर अट्र्याक्ट्स नथिङ। चाहना बलियो भए औरा आफै बलियो हुन्छ। स्टोरी पार्ट 5, फेथ एन्ड अटो सजेसन। अडिग विश्वास। धन आउँछ भन्ने पूर्ण विश्वास। शंका र डर औराको सबैभन्दा ठूलो शत्रु। विश्वासले अवचेतन मनले आदेश दिन्छ। विश्वास बराबर औराको इन्धन। आशिषले हरेक बिहान एउटै कुरा आफैलाई भन्थ्यो, म सिक्न सक्छु, म अवसर चिन्न सक्छु, पैसा मेरो सेवाको परिणाम हो। उसले पहिले विश्वास बनायो, पछि परिणाम आयो। यही हो औरा ट्रेनिङ। स्टोरी पार्ट 6, फियर। अटो सजेसन आत्मसंकेत। आफूलाई बारम्बार धन सम्बन्धी सन्देश दिनु। बोल्ने शब्द, दोहोर्याइने वाक्यले औरा पुनः प्रशिक्षित हुन्छ। उदाहरण, म धन र अवसरलाई सहजै आकर्षित गर्छु। धन मेरो सेवाको प्राकृतिक परिणाम हो। रमेश डराउँथ्यो, मान्छेले के भन्लान्, फेल भए भने। नेपोलियन हिल भन्छन्, फियर कन्ट्रोल। डर नियन्त्रण। गरिबी, आलोचना, असफलताको डर। डरले औरा सुकाउँछ। डरलाई ज्ञान र कार्यले हटाउनु पर्छ। सबैभन्दा ठूलो शत्रु हो। डरले गरिबीलाई नै आकर्षित गर्छ। स्टोरी पार्ट 7, ग्र्याटिट्युड एन्ड सर्भिस। अवचेतन मन। औराको नियन्त्रण अवचेतन मनसँग हुन्छ। जुन कुरा अवचेतनले स्वीकार गर्छ, औरा त्यही प्रसारण गर्छ। दोहोरिएको सोच बराबर अवचेतन प्रोग्राम।
आशिषले सुरुमा फ्रीमा भ्याल्यु दियो। उसले जे थियो त्यसप्रति कृतज्ञता राख्यो। कृतज्ञता, जे छ त्यसप्रति आभार। औरा तुरन्तै उच्च कम्पनमा। कृतज्ञ औराले थप धन आकर्षित गर्छ। धन बराबर मूल्य, सेवा, सकारात्मक औरा। सेवाको सिद्धान्त, धन बनेको मूल्यको प्रतिफल। जति धेरै सेवा उति ठूलो औरा। केवल पैसा चाहनु होइन, समस्या समाधान चाहनु। प्र्याक्टिकल औरा ट्रेनिङ फर्मुला। डेली 10 मिनट रुटिन। 1. आँखा बन्द गरेर आफूलाई सफल देख्नु। दृश्य कल्पना, आफूलाई पहिले नै धनी भएको देख्नु। देख्नु प्लस महसुस गर्नु बराबर औरा सक्रिय। दैनिक अभ्यास अनिवार्य। त्यो खुशी महसुस गर्नु। 3 पटक भन्नु, म अवसर आकर्षित गर्छु। आजै एउटा सानो एक्सन लिनु। एक्सन बिना औरा अधुरो हुन्छ। कार्य, औराले अवसर तान्छ, तर कार्य नगरे धन स्थिर हुँदैन। सानो कार्य पनि शक्तिशाली औरा सङ्केत हो। एन्डिङ पावरफुल CTA। यदि तपाईले महसुस गर्नुभयो म पनि बदलिन सक्छु, त्यो नै तपाईको औरा बदलिन थालेको सङ्केत हो। इमोसनको भूमिका। इमोसन बिना सोच कमजोर हुन्छ। धन सोचसँग खुशी, कृतज्ञता, उत्साह जोड्नुपर्छ। डर, ईर्ष्या, रिस औरालाई विषालु बनाउँछ। पोजिटिभ मेन्टल एटिट्युड PMA। सफल औराको आधार सकारात्मक मानसिकता। समस्या होइन, समाधानमा केन्द्रित सोच। अवसर देख्ने आँखा औराबाटै आउँछ। मास्टरमाइन्ड प्रिन्सिपल। समान लक्ष्य भएका मानिससँग संगत। सामूहिक औरा व्यक्तिगत औरा भन्दा शक्तिशाली। गलत संगत बराबर कमजोर औरा। निरन्तरता। औरा तुरन्तै परिवर्तन हुँदैन। निरन्तर अभ्यासले मात्र औरा बलियो हुन्छ। असफलतापछि पनि सोच नछोड्नु। आदत निर्माण। धन सोचलाई दैनिक आदत बनाउनु। बिहान र सुत्नु अघि औरा प्रशिक्षण उत्तम। आकर्षण नियमको आधार। नेपोलियन हिलले भनेको आकर्षण नियम सोच, भावना, विश्वास, कार्य, यी 4 मिलेर औरा बनाउँछन्। अन्तिम निष्कर्ष, तपाईको औरा नै तपाईको आर्थिक भविष्य हो। बाहिर खोज्नु अघि भित्रको सोच परिवर्तन गर्नुपर्छ। लाइक गर्नुहोस्, कमेन्टमा लेख्नुहोस् आई एम ट्रेनिङ माई औरा। यस्ता प्र्याक्टिकल नेपाली माइन्डसेट भिडियोका लागि सब्स्क्राइब गर्न नबिर्सनुहोस्। लौ त साथीहो, अर्को भिडियोमा भेट्ने वाचा गर्दै अहिलेलाई बिदा चाहन्छु। उत्तर प्रगतिको कामना गर्दै गॉड ब्लेस यू। बाई बाई।